हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। सबैजना नमस्ते। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म सिधै मलेसियाबाट यता करेन्ट चाउचाउ पनि पाउने रहेछ यता मलेसियातिर। त्यही भएर मैले पनि करेन्ट चाउचाउ ल्याएर कम्बो बनाएर खाउँ भनेर म पनि चिकन अन्डा सन्डा बोइल गरेर टक्कसँगले उतातिर अन्डा गराएर यतातिर चिकनलाई फ्राई गर्दै चिकनलाई पनि फ्राई गरेर टक्कसँगले अब झ्याम्मा सुलुलुलु हान्नुपर्छ भनेर म त नेपालमा मात्रै पाउँछु होला करेन्ट चाउचाउ भनेको त मलेसियामा पनि पाउने रहेछ। त्यही भएर मैले पनि एक पोका लिएर आएँ। मैले त्यहाँ दोकानबाट एक पोका करेन्ट चाउचाउ लिएर आएँ। एक पोकामा चाहिँ तपाईँको 5वटा हुने रहेछ। त्यसै साथमा चिकन पनि हल्का फ्राई भइसकेको रहेछ। चिकनलाई हल्का फ्राई गर्दै उतातिर अन्डा पनि फ्राई हुँदैछ, बोइल हुँदैछ। सरी, पहिलोचोटि बनाइरहेको छु मिनी भ्लग। सबैले साथ सपोर्ट माया देखाइदिनु होला। 2वटा करेन्ट चाउचाउ लिएर टक्कसँगले अब म फोड्न गइरहेको छु। चाउचाउलाई टक्कसँगले फोडेर टक्कसँगले थालमा खनाएर झ्याम्मा त्यसपछि म त्यसलाई बोइल गर्नलाई राख्नेछु। चाउचाउलाई बोइल गर्न राखेर मलाई त पिरो चाउचाउ एकदम बबा लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ पनि। करेन्ट चाउचाउ भनेपछि त मेरो फेभरेट है। साथमा मैले पनि अब त्यो चाउचाउलाई बोइल गर्न राखिदिएँ। 5-10 मिनटसम्म बोइल गर्न छोडिदिएर टक्कसँगले यहाँ मसला अब काटकुट पार्नु पऱ्यो। मसला काटकुट पारेर टक्कसँगले फाइनली चाउचाउ बोइल भइसक्यो। र मैले साथमा त्यो चिकन र अन्डा राखेको थिएँ। अन्डा त्यसमा राखेर टक्कसँगले चाउचाउलाई खनाएर मसला हालिकन अब झ्याम्मा सुलुलुलु पाराले मसला हालेको भिडियो बनाउँछु भनेको त चट्टा र दाम नै बिर्सेछ। ल लास्टमा यो झोलालो मसला हाल्ने बेला बल्ल भिडियो हेरेको त ल ठिस। त्यो मात्रै भिडियो भयो गाइज है। ल मेरो कम्बो रेडी भयो। म चाहिँ टेस्ट गर्न लाग्छु। टक्कसँगले फर्स्ट बाइट हानेको त ओहो तातो बब्बाल पिरो ओ गुडनेस बब्बाल। साथमा अन्डा अनि त्यसै माथि चिकन। ओहो कम्बो बनाएर खाँदा त बबाल हुनेछ गाइज। तपाईँहरू पनि ट्राई गर्नु होला। राम्रो हुन्छ कम्बो सेट। यस्तै मिनी भ्लगहरू अब म डेली लिएर आउने गर्छु। तपाईँले साथ सपोर्ट मायाहरू सबै देखाइदिनु होला गाइज है। ल धन्यवाद। लास्टमा चाहिँ टक्कसँग चुम्मीवाला भनेर मैले